नमस्कार विद्यार्थी भाइ बहिनीहरू। यो आज भने म तपाईहरुलाई जर्नल भोचर एट द टाइम अफ गिभिङ एडभान्स कसरी एडभान्स दिँदाखेरि जर्नल भोचर कस्तो बनाउने र क्लियरेन्स गर्दा कस्तो बनाउने भन्ने कुरा चाहिँ आज हामी सिक्छौं। एडभान्सलाई पेस्की पनि भनिन्छ। यो विभिन्न भिडियोहरु मैले पहिला पनि बनाइसकेको छ र आज हामी एउटा एक्जाम्पल हेरौं। यहाँले मैले एउटा एक्जाम्पल लिएको छु। यो माघ 17 गते पेज 16000 यसरी चाहिँ रमा थापालाई एडभान्स दिएको छ ड्रेस किन्न भनेर है। यहाँ मैले नेपालीमा पनि लेखिदिएको छु। अब यस्तो किसिमको क्वेशन आयो भने कसरी सल्भ गर्ने त? रुल्स त थाहा छ हामीलाई हैन। यो रुल्स हामीलाई थाहा छ। डेबिट द रिसिभर, क्रेडिट द गिभर। यदि पाउने हो भने डेबिट हुन्छ, त्यो क्रेडिट चाहिँ गिभर। अब जस्तै यहाँ हामीले 16000 एसिस्टेन्ट अफिसर मिसेस रमा थापालाई चाहिँ दिएको भन्ने बुझिन्छ यो क्वेशनमा हैन। भनेपछि पाउने चाहिँ को रहेछ त? मिसेस रमा थापा है। अब यहाँ रेडी भनेपछि रमा थापाले पाउने रहेछ भनेपछि उ चाहिँ के भयो त? डेबिटमा राख्नु पर्ने भयो उसको नाम है। जहिले पनि याद गर्नुहोस् एडभान्स दिँदाखेरि कसले पाउँदैछ त्यो व्यक्तिको नाम चाहिँ कता हुनु पर्यो? डेबिट साइडमा रेकर्ड हुनु पर्यो। भने अब हाम्रो के जान्छ त? यहाँ त गिभर त छैन नि त। त्यसो हुँदाखेरि यहाँ चाहिँ दिने मान्छेले भन्दा पनि हाम्रो के जाँदैछ भन्दाखेरि पैसा जाँदैछ। त्यसो हुँदाखेरि अहिले हामी चाहिँ डिटिसी हो टीएसए भनेर लेख्छौं है त। अब यहाँ मैले यो चाहिँ यहाँ पैसा पाउने चाहिँ रिसिभर मानिस हो हैन। त्यसो हुँदाखेरि यो को मानिस चाहिँ त भन्दाखेरि एसिस्टेन्ट अफिसर मिसेस रमा थापा भनेर हामीले डेबिट साइडमा रेकर्ड गर्नुपर्ने हुन्छ है। अब यो क्वेशन हाम्रो छँदैछ, हेरौँ है त कसरी रेकर्ड गर्ने। तपाईहरुले फर्मेट युज गर्न सक्नुहुन्छ। जर्नल भाउचरको एजीएफ नम्बर 203 फर्मेट युज गर्नु होला। अब डेबिटमा तपाईले के लेख्नुहुन्छ? डेबिट एसिस्टेन्ट अफिसर मिसेस रमा थापा भनेर लेख्नुहुन्छ। के को लागि? एडभान्स फर ड्रेसेस अर युनिफर्म भनेर लेख्नुहुन्छ है त। अब डेबिट साइडमा 16000 राख्नुस्। यसको ड्रेसेसको तपाईले चाहिँ यहाँ बजेट हेड नम्बर पनि लेख्नु पर्ने हुन्छ है त। अब क्रेडिटमा के लेख्ने त? डिटिसी हो टीएसए। पहिला त हामी बैंक लेख्थ्यौं पैसा, तर अहिले चाहिँ टीएसए ले ट्रेजरी सिंगल अकाउन्ट भन्ने हुन्छ। त्यसले चाहिँ एकलौटी सबै रिसिभेबल त्यसपछि खर्चहरु चाहिँ उसले नै हेर्ने भएकोले गर्दाखेरि अहिले हामी डिटिसी टीएसए भनेर लेख्छौं है त। अब यसको पनि तपाईले क्रेडिट साइडमा राख्नु होला। न्यारेसन तपाईको फर्मेट हुन्छ। फर्मेटमा तलपट्टि अब न्यारेसन कसरी लेख्ने सर भन्नुहुन्छ भने त्यो आएन भने बिङ अगाडि राखेर त्यही क्वेशनै कपी गर्दिनु होला। भइसक्यो टोटलहरु सबै गर्नुहोस्, केही पनि नछोड्नुहोस् है त। खाली चाहिँ सिग्नेचरहरु डेटहरु राख्नुहोस्। यसरी पूर्ण बनाउनु होला। फर्मेट चटक्क बनाएर लेख्नु होला, गर्नुपर्ने हुन्छ है त। ठीक छ साथीहरु। ल अब अर्को हेरौं। अब हामीले क्लियरेन्स, अब जस्तै अघि त हाम्रो एडभान्स लग्यो, अब त्यो एडभान्स चाहिँ कसरी क्लियर गर्ने त भन्ने कुराहरु चाहिँ अबको भिडियोमा हेरौं है त। अब जस्तै यो पेस्की चाहिँ हामीले क्लियरेन्स गर्दाखेरि अब अघि त रमाले लगेको छ नि त 16000। अब उसले चाहिँ के को लागि लगेको त? ड्रेस किन्नको लागि। भनेपछि अब उले खर्च गरेर त आउँछ। खर्च गरेर आएपछि उसको त एडभान्स पेस्की त क्लियर गर्नु पर्यो नि। त्यो क्लियर गर्ने काम चाहिँ अब हामी हेर्छौं। र यो क्लियरेन्स चाहिँ 5 किसिमको हुन्छ है त। जम्मा कति किसिमको हुन्छ र 5 किसिमको हुन्छ। यहाँ रेडी जब यहाँ रेडी व्हेन एडभान्स इज इक्वल्स टु एक्सपेन्डिचर, जब पेस्की र खर्च बराबर हुन्छ। व्हेन एडभान्स इज मोर देन एक्सपेन्डिचर, जब पेस्की खर्च भन्दा के हुन्छ? बढी हुन्छ। जस्तै एडभान्स लगेको चाहिँ के छ त? मोर देन एक्सपेन्डिचर। अर्को व्हेन एडभान्स इज लेस देन एक्सपेन्डिचर, पेस्की लगेको चाहिँ के छ त? खर्च भन्दा थोरै छ भन्न खोजियो है। अर्को व्हेन एडभान्स इज पार्सल्ली क्लियर, आंशिक रूपमा थोरै थोरै गरेर भुक्तानी गर्छ भने त्यसलाई चाहिँ के भन्छ? पार्सल्ली क्लियर। अर्को व्हेन एडभान्स इज फुल्ली रिफन्डेबल, भनेको उले खर्च गरेन सबै फिर्ता ल्याइदियो। यसरी यो चाहिँ जम्मा 5 किसिमको चाहिँ क्लियरेन्सहरु हुन्छ है। अघि उले 16000 लगेको छ र उले खर्च पनि बराबर 16000 नै गर्यो भने चाहिँ यो के भयो? बराबर भयो। अब अघि चाहिँ के छ? एडभान्स 16000 लगेको छ, उले खर्च चाहिँ कति मात्रै गएर आयो त? 15000 मात्रै गरेर आयो भनेपछि त एडभान्स ठुलो भयो। अब व्हेन एडभान्स अघि 16000 लगेको छ, अब उले खर्च चाहिँ के गर्यो त? धेरै गरेर आयो हैन। एडभान्स इज लेस देन एक्सपेन्डिचर, धेरै गरेर आयो। अघि चाहिँ 16000 लगेछ, उले 20000 खर्च गर्यो भनेपछि एक्सपेन्डिचर धेर भयो। यस्तो अवस्थामा कसरी जर्नल बनाउने? अर्को व्हेन एडभान्स इज पार्सल्ली क्लियर, भनेको अब उसले 16000 लागेछ नि त, तर उले चाहिँ के गर्यो? 4000 4000 4000 गर्दै क्लियर गर्छ भने त्यसलाई चाहिँ पार्सल्ली क्लियर भन्छ। अब व्हेन एडभान्स इज फुल्ली रिफन्डेबल, भनेको उले 16000 लगेको थियो, खर्च गरेन सबै फिर्ता गर्दियो भने त्यस्तोमा जर्नल कसरी बनाउने भन्ने कुरा चाहिँ हामी यस भिडियोमा सिक्छौं है। अब यहाँ रेडी एउटा क्वेशन हेरौं कसरी गर्ने भन्ने कुरा चाहिँ हामी अबको स्लाइडहरुमा सिक्दै जान्छौं है त। साथीहरु पेनहरु बोकेर बस्नु होला। अब एउटा पहिलो नम्बरमा हेरौं। व्हेन एडभान्स इज इक्वल
टु एक्सपेन्डिचर। उसले 16,000 लगेको छ, 16,000 अघि जस्ट मार्च 17 को हामीले गऱ्यौँ नि, फर्मेट बनाएर गरेको छौँ नि होइन, त्यसलाई नै हेरौँ है त। 16,000 खर्च लगेको छ, 16,000 को चाहिँ के गरे त बिल लिएर आयो भने पछाडि त अब हामीले यसको जर्नल कसरी बनाउने त हेरौँ है त। मैले यहाँ क्वेसन राखेँ है त। एसिस्टेन्ट अफिसर मिसेस रमा थापा सबमिटेड द बिल भाउचर 16,000 एन्ड हिज एडभान्स, यहाँ हर हुनुपर्ने, एडभान्स फर ड्रेसेस इज क्लियर छ है त। अघि उसले 70,000 लगेको छ, 16,000 खर्च कति गरेर आयो हेर्नुहोस् त यो क्वेसनमा 16,000 भनेपछि त बराबर भयो नि त। यस्तो अवस्थामा यहाँ हेर्नु त मैले यहाँ नेपालीमा लेखेँ, यहाँ रमा थापाले पेस्की लगेको रकम र उसले खर्च गरेर बिल भाउचर बुझाएको रकम बराबर छ भनेपछि बिल भाउचर भनेको खर्च गरेर आयो 16,000। के किनेर आयो त ड्रेसेस किनेर आयो, बुझ्नुभयो नि कुरा। यसरी हामीले गर्नु। अब यसको जर्नल इन्ट्री चाहिँ कस्तो हुन्छ त यहाँ हेर्नु त। यस्तो अवस्थामा हामीले जर्नल इन्ट्री बनाउनु पर्ने हुन्छ। फर्मेट युज गर्नु होला साथीहरू। डेबिटमा बिई लेख्छौँ, बजेट एक्सपेन्डिचर खर्च गरेर आयो नि त, ड्रेसेस अर युनिफर्म है। यसको बजेट हेड नम्बर लेख्नुहोस् 21121, सम्झिनुहोस् है, यो प्राय आइरहेको हुन्छ। अर्को डेबिट साइडमा 16,000 होइन। अनि अब क्रेडिटमा अघि चाहिँ यो नाम थियो नि, यो चाहिँ डेबिटमा थियो नि त, अब उसले त क्लियर गरेर आयो, उसको चाहिँ के हुनु पर्यो, अघि डेबिट थियो भने अब के भयो क्रेडिट, किन उसले खर्च गरेर आइसक्यो नि त। अब त उसलाई चाहिँ तिरिसक्यो उसले त। एसिस्टेन्ट अफिसर मिसेस रमा थापा एडभान्स फर ड्रेसेस इज क्लियर्ड भनेर लेख्छौँ हामी, क्लियर्ड भनेर क्रेडिट साइडमा राखिदिन्छौँ। यसरी लेख्दाखेरि चाहिँ साथीहरू मार्क्स राम्रो दिनुहुन्छ सरहरूले है त। अब यसको टोटल छ भने यहाँ टोटल पनि गरिदिनुहोस्, टोटल भनेर यहाँ फर्मेटमा हुन्छ, टोटल लेखिदिनुहोस्। अनि न्यारेसन त अघि मैले भने जस्तो बिङ लेखेर आएन भने सबै उयो गरिदिनु न है त। ल वाउ, आई एम लर्निङ सो क्विकली एन्ड इजिली भन्ने छ। अब तपाईँहरूले राम्रै सिकिराख्नु भएको छ भन्ने मलाई लाग्छ। अब अर्को भिडियो हेरौँ, अर्को स्लाइड हेरौँ है त साथीहरू। जर्नल भाउचर फर एडभान्स क्लियरेन्स वेन एडभान्स इज मोर देन एक्सपेन्डिचर, जब पेस्की खर्चभन्दा बढी हुन्छ। वेन एडभान्स इज मोर देन एक्सपेन्डिचर, अघि उसले एडभान्स 16,000 लगेको छ, अब खर्च चाहिँ उसले 12,000 मात्रै गरेर आयो, या भनौँ 14,000 मात्रै गरेर आयो भनेपछि त पक्कै पनि के भयो एक्सपेन्डिचर थोरै भयो नि त। यस्तो अवस्थामा कसरी गर्ने है त हेरौँ। माघको अघिकै क्वेसन छँदैछ, उसले लगेको। अब माघ 18 गते के भएछ हेर्नु त। असिस्टेन्ट अफिसर मिसेस रमा थापा सबमिटेड बिल भाउचर अफ रुपिज 10,000, यहाँ हेर्नु त 16,000 लगेको छ, 10,000 होइन। एन्ड ब्याङ्क भाउचर रुपिज 6,000 इज डिपोजिटेड इन्टु ब्याङ्क टु क्लियर हर एडभान्स फर ड्रेसेस। कहिलेकाहीँ यो भन्दैन, यसको मतलब त्यो बुझ्नुपर्ने हुन्छ है त। यहाँ हेर्नु है त 16,000 लगेको छ अघि एडभान्स, अब चाहिँ उसले कति खर्च गरेर आयो त 10,000 मात्रै। किन सबमिटेड द बिल भाउचर्स 10,000 मात्रै भन्यो नि त, खर्च त 10 मात्रै गर्यो। 6,000 उसले गोजीमा राख्दैन, उसले फिर्ता गरिदिनुपर्छ अफिसलाई है त। यो चाहिँ हामीले गर्नुपर्ने हुन्छ साथीहरू। अब यसलाई कसरी गर्ने त, रेकर्ड कसरी गर्ने यसलाई हेरौँ है त। ल यस्तो अवस्थामा हाम्रो जर्नल कस्तो हुन्छ, अघि नै भनेका छौँ फर्मेट युज गर्नु होला है त साथीहरू। ल अर्को डेबिट बिई ड्रेसेस एन्ड युनिफर्म भनेर अघिकै जस्तो राख्छौँ हामी, बजेट नम्बर लेख्छौँ। अनि त्यस पछाडि हामी के गर्छौँ, डेबिट साइडमा 10,000। किन 10,000 लेख्यौँ साथीहरू भन्दाखेरि उसले 10,000 मात्रै खर्च गरेको छ। बजेट एक्सपेन्डिचर खर्च भएको चाहिँ कति हुन्छ 10,000 होइन। अब डेबिट डिटिसिओ टिएसएल, ला अब क्रेडिटमा लेख्नु भने क्रेडिट डेबिटमा आयो त सर होइन। अब यहाँ त पैसा आउँदैछ नि त, अघि पो गयो त, गयो भने चाहिँ पैसा क्रेडिट साइडमा लेख्छौँ। अब आयो नि त डिटिसिओ, कति आयो त भन्नुहोस् त 6,000 आयो होइन। 10,000 खर्च भयो, 6,000 भनेपछि 10 + 6 ले कति भयो, उसको एडभान्स के भयो क्लियर हुन्छ। 6,000 फिर्ता आयो भनेर मैले लेख्दैछु है साथीहरू। क्रेडिट एसिस्टेन्ट अफिसर मिसेस रमा थापा एडभान्स फर ड्रेसेस क्लियर भनेर हामी कति हजार राख्नुपर्ने हुन्छ साथीहरू, क्रेडिट साइडमा 16,000। किन 16,000 राखेको भन्नुहोस् त, किनभने उसले 16,000 मात्रै लगेको हो नि त होइन। यसरी हामी गर्छौँ साथीहरू। यो चाहिँ के भयो भन्दाखेरि खर्च थोरै भयो, 10,000 मात्रै भयो, 6,000 फिर्ता आयो। अब अर्को क्वेसन कस्तो आउँछ त भन्दाखेरि यो खर्च चाहिँ धेरै भएको आउँछ, यसको मतलब अब हामीले पैसा फेरि उसलाई दिनुपर्ने अवस्था आउँछ, त्यो अर्को क्वेसनमा आउँछ है त। अब हामी अर्को हेरौँ है त साथीहरू स्लाइडमा। अब के गर्छौँ भन्दाखेरि यो 3 नम्बरमा है त, वेन एडभान्स इज लेस देन एक्सपेन्डिचर भनेको पेस्की चाहिँ के छ त, खर्च भन्दा के छ थोरै छ। उसले एडभान्स लगेको 16,000, मानिलिउँ एक्सपेन्डिचर चाहिँ 20,000 भयो भने कस्तो हुन्छ त है त, खर्च चाहिँ के छ त धेरै छ भने कसरी गर्ने है त।
जस्तै अघिको यो क्वेसन त हामीसँग छँदैछ, उसले 16,000 लगेको छ, यसको हामीले जर्नल भाउचर बनाउन आइहाल्छ होइन। अब मानिलिउँ 18 गते चाहिँ के भयो त भन्दाखेरि माघ 18 गते चाहिँ एसिस्टेन्ट अफिसर मिसेस रमा थापा सबमिटेड द बिल भाउचर रुपिज कति 20,000 है, 16,000 लगेको छ 20,000। एक्सिस एमाउन्ट भनेको धेरै भएको एमाउन्ट कति हो त 4,000 इज पेड टु हर एन्ड हर एडभान्स इज क्लियर। कहिलेकाहीँ यो भन्दैन, यो क्वेसनले भन्दैन, यसको मतलब यो आफै बुझ्नुपर्छ यो हो भनेर है। 16,000 लगेको 20,000 चाहिँ के भएको त खर्च भएको भनेपछि त यहाँ त 4,000 चाहिँ बढी गरेर आउनु भएको छ नि त, उसलाई त हामीले दिनुपर्छ, अफिसले त दिनुपर्छ। यहाँ रमा थापाले पेस्की लगेको रकम 16,000 हो भने उसले लुगा किन्दा 20,000 खर्च गरिरहेको छ नि त भने अब उसलाई के गर्ने त हामीले 4,000 त फिर्ता गर्नुपर्छ। यस्तो अवस्थामा चाहिँ हामी जर्नल कसरी बनाउने त हेरौँ है त साथीहरू। अब तपाईँहरूले एउटा फर्मेट चाहिँ युज गर्नुहोस्, डेबिट बी ड्रेसेस एन्ड युनिफर्म कति हजार हुन्छ होला लु भन्नुहोस् त साथीहरू, कति हुन्छ, कति खर्च गरेर आयो, यहाँ बजेटेड नम्बर लेख्नुहोस्, कति गरेर आयो त 20,000 खर्च गरेर आयो। क्रेडिटमा के गर्ने साथीहरू, एसिस्टेन्ट अफिसर मिसेस रमा थापाको के गर्ने ड्रेसेसको लागि लगेको एडभान्स क्लियर भयो, कति हजार लगेको 16,000 क्रेडिट साइडमा 16। अब डेबिटमा 20,000 खर्च गरेर आएर नि 20,000, अब उसको एडभान्स कति थियो 16,000, अब उसलाई कति दिन बाँकी भयो 4,000, क्रेडिट डिटिसिओटिएसए कति हजार दिन बाँकी भयो 4,000। यसरी चाहिँ हामीले गर्नुपर्ने हुन्छ है साथीहरू। यो थप 4,000 पैसा हाम्रो गयो, किन गयो भन्दाखेरि उसले 4,000 खर्च गरेर आएको छ नि त, त्यही भएर यो गयो है। अब न्यारेसन हेर्नुहोस् साथीहरू, बिङ एसिस्टेन्ट अफिसर मिसेस रमा थापा एडभान्स फर ड्रेसेस इज क्लियर, यसरी गर्नुपर्ने भयो। अब अर्को क्वेसन हाम्रो हेरौँ, जब एडभान्स इज पार्सली क्लियर भनेको चाहिँ थोरै थोरै गरेर आंशिक रूपमा क्लियर हुन्छ, उसले लगेको कति हजार 16,000, माघ 18 गते के भएछ हेर्नुहोस् त, अफिसर मिसेस रमा थापा सबमिटेड द बिल भाउचर अफ रुपिज 4,000 एन्ड हर एडभान्स इज क्लियर, पार्सली क्लियर भनेको छ भने चाहिँ यसको मतलब अब 16,000 उसले के को लागि लगेको थियो, स्यालेरी थियो होला, अब यहाँ चाहिँ ड्रेसेस भन्यो होइन, 4,000 गर्दै उसको स्यालेरीबाट अब कट्छ है। अब यस्तो अवस्थामा हामीले के गर्ने त भन्दाखेरि कसरी बनाउने हेर्नु त, डेबिट बी ड्रेसेस एन्ड युनिफर्म बजेटेड नम्बर लेखिदिनुहोस्, त्यही हो 221121 अनि ड्रेस 4,000, किनभने उसले 4,000 मात्रै क्लियर गर्न खोज्यो नि त, अरू त बाँकी रहिरहेको छ। क्रेडिट एसिस्टेन्ट अफिसर मिसेस रमा थापा पार्सली क्लियर चाहिँ भन्नुपर्छ है, फेरि पार्सली क्लियर कति हजार 4,000, यसरी गर्नुपर्ने हुन्छ, यसमा पनि ठुलो कुरा भएन होइन। अब अर्को अन्तिमको हेरौँ साथीहरू, के छ त भन्दाखेरि जब एडभान्स चाहिँ फुल्ली रिफन्डेड भयो, जब पेस्की पूर्ण रूपमा के हो फिर्ता आयो, फिर्ता गरिन्छ भने त्यस्तो अवस्थामा चाहिँ के गर्ने त भन्दाखेरि अब यहाँ त माघ 17 गते लगेको छ 16,000, अहिलेकै क्वेसन हो नि यो त, 16,000 लगेको छ। अब 18 गते के भयो त, एसिस्टेन्ट अफिसर मिसेस रमा थापा डिड नट मेक एनी एक्सपेन्डिचर एन्ड सबमिटेड द ब्याङ्क डिपोजिटेड भाउचर एन्ड एडभान्स इज क्लियर भन्यो। कहिलेकाहीँ चाहिँ रमा थापाले केही पनि खर्च गरेन अनि क्लियर भयो भनेको हुन्छ, कहिलेकाहीँ चाहिँ यसरी दिएको हुन्छ क्वेसन, डिड नट मेक एनी एक्सपेन्डिचर केही पनि खर्च भएन, एन्ड सबमिटेड द ब्याङ्क डिपोजिटेड भाउचर एन्ड अर एडभान्स इज क्लियर, उसले सबमिट गरेर आयो, ब्याङ्कमा चाहिँ डिपोजिट गरेर आयो, अफिसको ब्याङ्कमा डिपोजिट खातामा डिपोजिट गरेर आयो भने पछाडि अब यस्तो अवस्थामा के गर्ने त साथीहरू भन्दाखेरि अब हामी यहाँ हेरौँ है त, अब यो फर्मेट चाहिँ युज गर्नु साथीहरू, डेबिट डिटिसिओ टिएसए पैसा आयो, डेबिटमा पैसा आयो, उसले खर्च गरेन फिर्ता आयो, उसले त बिल भाउचर बोकेर आएन नि त, उसले त डिपोजिट गरेको बिल भाउचर चाहिँ बोकेर आयो, डिपोजिट गरेको स्लिप बोकेर आयो, मैले ब्याङ्कमा जम्मा गरेँ है सर भनेर चाहिँ उसले के गर्यो स्लिप देखायो ब्याङ्कमा, ब्याङ्कको भनेपछि त पैसा आयो नि त, ब्याङ्कमा त पैसा आयो, डेबिट डिटिसिओ टिएसए होइन। अब बजेटेड नम्बर हुँदैन 16,000, किन खर्च गरेको भए पो हुन्छ त बजेटेड नम्बर होइन। अब क्रेडिटमा खर्च नभएपछि फिर्ता आयो भने मैले यहाँ डेबिट साइड है, अब यहाँ रेडी क्रेडिट एसिस्टेन्ट अफिसर मिसेस रमा थापा एडभान्स फर ड्रेसेस क्लियर भन्नुपर्ने हुन्छ, यहाँ रिफन्डेड भन्दा पनि भयो, यहाँ क्लियर भनिदिउँ किनभने उसको अब एडभान्स छैन, बाँकी केही पनि छैन भन्न खोज्यो। अब यसरी तपाईँले यहाँ तल टोटल लेख्नुहोस्, यहाँ टोटल 16,000 लेख्नुहोस् अनि न्यारेसन टक्क लेखेर गर्नु होला साथीहरू, केही पनि गाह्रो भन्ने छैन। अब यो स्लाइड यहीँ सकिएको छ, थप हामी हेर्ने नै छौँ अरू भिडियोमा है त।